यदि तपाईले आफ्नो फेसबुकको पासपोर्ट थाहा पाउन वा रिकभर गर्न चाहनुहुन्छ भने यो भिडियो मार्फत रहेर आज म तपाईहरुलाई सिकाउने छु कि आफ्नो फेसबुकको पासपोर्ट कसरी पट्टा लगाउने भनेर। यदि सिक्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् र नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जानुहोस् र साथीहरु माझ पनि शेयर गरिदिनुहोस् ताकि आउने दिनहरुमा म तपाईहरुलाई यस्तै नयाँ टेक्निकल कुराहरु लिएर आइराख्ने छु। अब लागौं मोबाइलको स्क्रिनतर्फ। सबभन्दा पहिले तपाईले आफ्नो फेसबुक ओपन गर्नुहोस्। फेसबुक ओपन गरिसकेपछि साइटमा रहेको आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्। प्रोफाइलमा क्लिक गरिसकेपछि साइटमा रहेको तीनवटा ढर्कामा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि स्क्रल गरेर तल आउनुहोस् र सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नुहोस्। सेटिङ एन्ड प्राइभेसीमा क्लिक गरिसकेपछि त्यस अलिकति स्क्रल गरेर माथि आउनुहोस् र सेटिङ एन्ड प्राइभेसीको तल सेटिङ्स देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोस्। अब यसमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ अकाउन्ट सेन्टर, यसमा क्लिक गर्नुहोस्। अकाउन्ट सेन्टरमा क्लिक गरिसकेपछि तपाईको प्रोफाइल देखाउँछ र तपाईको प्रोफाइलको तल पासपोर्ट एन्ड सिक्युरिटी देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ चेन्ज पासपोर्ट, यसमा क्लिक गर्नुहोस्। चेन्ज पासपोर्टमा क्लिक गरिसकेपछि तपाईले जति पनि फेसबुक लगइन गर्नु भएको छ ती फेसबुकहरु यहाँ देखाउँछन्, तर मसँग एउटै फेसबुक अकाउन्ट रहेकोले एउटै देखाइराछ, म यसमा क्लिक गर्छु। अब देख्न सक्नुहुन्छ चेन्ज पासपोर्ट भनेर आएको छ। यदि तपाईसँग करेन्ट पासपोर्ट छ भने तपाईले चेन्ज गर्न सक्नुहुन्छ। यदि छैन भने तपाईले फरगेट योर पासपोर्ट गरेर अगाडि बढ्न सक्नुहुन्छ। तर धेरै युट्युबरहरुले भन्छन् कि यहाँबाट पनि आफ्नो फेसबुकको पासपोर्ट हेर्न सकिन्छ भनेर, तर यहाँबाट आफ्नो फेसबुकको पासपोर्ट हेर्न सकिदैन। तपाईलाई यदि पुरानो पासपोर्ट थाहा छ भने तपाईले नयाँ पासपोर्ट बनाउन चाहनुहुन्छ भने यहाँबाट तपाईले आफ्नो नयाँ पासपोर्ट बनाएर थाहा पाउन सक्नुहुन्छ र त्यसको लागि तपाईले फरगेट पासपोर्ट गरेर अगाडि बढेर तपाईले आफ्नो नयाँ पासपोर्ट क्रिएट गर्न सक्नुहुन्छ। तर अर्को तरिका म बताउने छु, यो भन्दा इजी छ। त्यसको लागि तपाईले ब्याक आउनुहोस् र तपाईले आफ्नो मोबाइलमा रहेको जीमेल एप्लिकेसनलाई ओपन गर्नुहोस्। जीमेल एप्लिकेसनलाई ओपन गरिसकेपछि साइटमा रहेको आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्। प्रोफाइलमा क्लिक गरिसकेपछि म्यानेज योर गुगल अकाउन्ट देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ सिक्युरिटी एन्ड साइनिङ, त्यसमा क्लिक गर्नुहोस्। सिक्युरिटी एन्ड साइनिङमा क्लिक गरिसकेपछि अलिकति स्क्रल गरेर तल आउनुहोस् र तपाईले आफ्नो पासपोर्ट म्यानेजरमा क्लिक गर्नुहोस्। पासपोर्ट म्यानेजरमा क्लिक गरिसकेपछि तपाईले ती एप्सहरु यहाँ देखा पर्छन् र ती एप्सहरुलाई तपाईले ओपन गरेर पासपोर्ट पट्टा लगाउन सक्नुहुन्छ। तर हामीले फेसबुकको पासपोर्ट पट्टा लगाउने हो, त्यसैले हामीले फेसबुकमा क्लिक गर्छौं। फेसबुकमा ओपन गरिसकेपछि तपाईले आफ्नो मोबाइलको पिन नम्बर हालेर अगाडि बढ्नुहोस्। अगाडि आइसकेपछि यहाँ आइसकेपछि तपाईले आफ्नो फेसबुकको फोन नम्बर वा पासपोर्ट तपाईले पट्टा लगाउन सक्नुहुन्छ। तपाईले आफ्नो फेसबुकमा कुन मोबाइल नम्बर हाल्नु भएको छ त्यो मोबाइल र पासपोर्ट तपाईले यहाँ देख्न सक्नुहुन्छ। त्यसको लागि तपाईले जुन आँखा बनाएको सिम्बल छ त्यसमा क्लिक गर्नुहोस् र आफ्नो पासपोर्ट तपाईले देख्न सक्नुहुन्छ। ल यो तरिकाबाट तपाईले आफ्नो फेसबुकको पासपोर्ट पट्टा लगाउन सक्नुहुन्छ। आशा गर्दछु यो भिडियो हेरेर तपाईले आफ्नो फेसबुकको पासपोर्ट पट्टा लगाउन सिक्नु भएको छ। आगामी दिनहरुमा यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जानुहोला। थ्यांक्स फर वाचिङ दिस भिडियो।